कसरी जाँच गर्ने है त। अब मैले जाँच गरेँ भने सबैले यसरी समात्छ के यसरी समात्यो भने त गिर्खा जस्तै फिलै हुन्छ हैन। जहिले पनि औँलाको देखे जस्तै यो माथिको भागले फिल गर्ने टुप्पोले है त। टुप्पोले गर्दाखेरि तपाईँको के हुन्छ, यो एकदम सेन्सिटिभ एरिया हो, सानो गिर्खा पनि हजुरले थाहा पाउँछ। यसरी च्याप्न खोज्यो भने त्यसले काम लाग्दैन, त्यहाँ गिर्खा हुन्छ। दुध बनाउने ग्रन्थि पनि गिर्खा जस्तै फिल हुन्छ हैन। त्यसैले यसरी यो भागले, यो औँलाको भागले चाहिँ नि पुरा फ्ल्याट, यो बिचको होइन, यो औँलाको भागले चाहिँ नि तपाईँले जाँच गर्ने हो। सुरु गर्दाखेरि जहिले पनि एउटा भाग है त, यहाँबाट गर्नुहोस्, साइडबाट गर्नुहोस्, जहाँ पनि गए पनि सुरु गरे हुन्छ। तर गर्दा एउटा भाग गर्दाखेरि यसरी थिच्ने अनि थिचेपछि बिस्तारै मसाज गरेर यस्तै गर्ने, थिचेर यसरी यो थिचेर यसरी रब गर्ने। जब गिर्खा छैन तपाईँले के पनि फिल हुँदैन, जब छ ठ्याक्क थाहा पाउँछ है त। हजुरले अहिले आफ्नो जाँच गर्दाखेरि नहुँदाखेरि केही पनि थाहा हुँदैन, यो डक्टरले के गफ हाने के पनि छैन भने जाला फेरि तपाईँहरूले होइन। जब छैन तपाईँले के पनि फिल, जब हुन्छ ठ्याक्क थाहा पाइहाल्छ। हामीले गुच्चा जस्तो फिल हुन्छ या केराको डल्लो जस्तो फिल हुन्छ भन्छ, गुच्चा नै फिल हुन्छ। सो सुरुमा यो भागमा गऱ्यो भने यहाँबाट सुरु गर्दै आउने, त्यसपछि सबै ठाउँमा यसरी मजाले, अनि लास्टमा काखीतिर पनि ठ्याक्क तल गएर त्यहाँ पनि फिल गर्ने, अनि निप्पलको पछाडि पनि गर्ने है त। यो पार्ट चाहिँ नि तपाईँ सिस्टमेटिकली टाइम बाई टाइम गर्ने। अनि त्यो चाहिँ नि यो बाहिरतिर जाने हामीले बुझाएको, तपाईँले सबै यहाँ माथि हड्डीदेखि तलसम्म सबै कभर गर्नु पर्यो है त। सो यसरी गए पनि हुन्छ, यसरी गए पनि हुन्छ, यसरी बाहिर गए पनि हुन्छ, तर कभर चाहिँ सबै हुनु पर्यो। अल्छी नगर्ने, अल्छी गरे पनि छुटिन्छ। तर मेन भाग चाहिँ नि यो पार्ट नै हुन्छ। यहाँ सबभन्दा धेरै क्यान्सर देख्ने हाम्रो यो पार्ट हो, चाहिँ छुटाउनु हुँदैन है त। हजुर काखी मुनि दुख्ने भनेको मैले त्यो स्तनको भाग काखीमा हुन्छ क्या, स्तन बनाउने जुन दुध बनाउने ग्रन्थि हुन्छ नि, त्यो काखीमा भएकोले महिनावारी हुन अगाडि काखी पनि दुख्छ, त्यही कारणले हो है त। अर्को चाहिँ नि लास्टमा आएर यसमा देखाएको छ नि, काखी चाहिँ नछुटाउनु भनेर हो। मान्छेले स्तन हेर्छ, काखी हेर्दैन। सो काखीमा ठ्याक्कै यहीँ मात्र पनि स्तन भएको है, स्तन क्यान्सर पनि हुनसक्छ है त। यो चाहिँ नि कहिले पनि नगर्ने, सकेसम्म गर्दै नगर्ने। एकचोटि थिचेपछि त्यो पानी आएपछि त्यसमा पाक्यो भने त्यसपछि तपाईँको पनि दिमाग खराब, मेरो पनि दिमाग खराब। निप्पलमा इन्फेक्सन भएपछि ठिक गर्न एकदम टाइम लाग्छ, 1 दिन 2 दिनमा ठिक हुँदैन। महिनौँ एन्टिबायोटिक चलाए पनि फेरि 3 महिनापछि फेरि इन्फेक्सन हुन्छ। त्यसपछि नेपालमा डक्टरको कामै छैन, केही आउँदैन भन्छ है त। यो धेरै जस्तो थिचेर हो, आफै स्पोन्टेनियस भन्छ। तपाईँले दिनभरि गयो घरमा, ब्रामा रगत आयो, पानी आयो भने मात्र त्यसलाई चाहिँ इम्पोर्टेन्ट मान्छ। तपाईँले थिच्यो भने सुरुमा पानी आउँछ, पछि रगत पनि आउँछ, नआउने कुरै छैन। यो चाहिँ थिच्ने चाहिँ कहिले पनि नथिच्ने।